साथीहरु नमस्कार। आफ्टर लङ टाइम तपाईहरुसँग फेरि एउटा नयाँ ठाउँ नयाँ लोकेसनमा पुनः भेट भएको छ। सो आज नयाँ ठाउँमा आइपुगेको छु जहाँ यो दृश्य हेरिरहँदा तपाईलाई थाहा हुन सक्छ आज चाहिँ नयाँ ठाउँमा आइपुगेको छु म। यो भिडियोमा तपाईले विभिन्न किसिमका दृश्यहरू देख्न सक्नुहुनेछ ताकि यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभयो भने भिडियोमा भए गरेका विभिन्न दृश्यहरू विभिन्न क्रियाकलापहरू पनि तपाईले देख्न सक्नुहुनेछ। सो अब चाहिँ म भिडियो सुरुवात गर्छु। आज चाहिँ विशेष गरी हामी एउटा टिम नै आएको छौँ किनभने यो एकोहोरो मकै खन्नको लागि हामी आइपुगेका छौँ र यो घर हो उहाँको। सो आज चाहिँ यो घरमा आइपुगेका छौँ है। साथीहरूलाई सबै भिडियोहरू यस भिडियोमा देखाउँछु दृश्यहरू। आज चाहिँ यो छ यहाँ एकदमै आनन्द जङ्गलको बिचमा रहेको यो दृश्य सबै देखाउँछु तपाईहरुलाई। यहाँ हेर्नुस् यो सुन्तलाको सिजनमा आइरहने हो भने यहाँ सुन्तला पनि फल्दो रहेछ। सुन्तलाको बोट पनि उत्तिकै रहेछ। अझै सुन्नमा आएको चाहिँ जानकारी आए अनुसार यहाँको घरको चाहिँ ड्रागन फ्रुटहरू मत्स्य पालनहरू माछा पालनहरू तलतिर छ भन्ने सुनेको छु। सम्भव भएसम्म त्यही ठाउँ पनि जाने प्रयत्न गर्छु समयले साथ दिएसम्म। यो लिची रहेछ। यो लिचीको बोट हो अझै धेरै छ भन्ने सुनेको छु उतापट्टि। सो आज चाहिँ यो घरमा आइपुगेको छ। यहाँ यसमा चाहिँ धेरै किसिमका फलफुलहरूदेखि लिएर पशुपालनहरू गर्नु हुँदो रहेछ यहाँका अन्टीहरूले। सोही यहाँ चाहिँ बाख्रा पालन गर्नु हुँदो रहेछ। ठुलै पालन गर्नु भएको रहेछ। सम्भव भएसम्म यहाँ त यो घरमा चाहिँ नहुने भनेको छैन कि ओहो उहाँ छ हेर्नुहोस्। अब तपाईँलाई देखाउँ यति धेरै परेको छ। यहाँ टाढाबाट जुम गरिरहेको छु मैले तपाईलाई देखाइरहेको छु। यो नासपति पनि उत्तिकै रहेछ हेर्नुहोस् साथीहरू। नासपति पनि उत्तिकै देखिरहेको छु। सो बाख्रा पालन त कुरै नगरौँ। हो राज बित्तीको नास्ता नजाइछ नगएछ। केरा पुरो सिनानी न कोही खानुस् सब मैले दिदी हालेर यसै चाहिँ अर्ग्यानिकल नि त एकदम लोकल कम मात्रामा देख्दिने कि माले कि एकदम दूध स्टिक पाछ हेल्थ धेरैमा दिने टिक पाछ के मकै चाहिँ एकदम कम मात्रामा दिने के। साथीहरूलाई यो ड्रागन फ्रुटको बिरुवाहरू पनि यहाँ प्रशस्त रहेछ देखाइरहेको छु तपाईहरुलाई मैले। म पनि टेस्ट गर्दैछु। यो ड्रागन फ्रुटको बिरुवा हो। अझै यसको अधिक मात्रामा हेर्ने हो भने चाहिँ तल खेततिर जानुपर्छ भन्ने सुनेको छु मैले। यहीँ भनेअनुसार यहाँ तन्न रहेछ। यहाँ खुर्सानीहरू उत्तिकै राम्रो। यहाँ सिजनेबल जस्तो तपाईँलाई भनेको सुन्तलाको बिरुवा बोट हेर्नुहोस्। अब यसको समय आएको छ अब जाडो मौसममा खानलाई। यहाँ उहाँ छ लिचीको बोट उहाँ छ। अहिले तपाईँलाई बिस्तारै देखाउँछु मैले। साथीहरूलाई अब हामी खेतबारीतिर जाने तयारीमा छौँ ल। यहाँ तयारी हुँदैछ है। यो
खन्नलाई कोडाली छैन तपाईले खन्ने होइन मैले हामीलाई त छ यही काट लुङ्गी बनाइदिनु दिदी ट्र्याक्टर हात्ती ट्र्याक्टर यहाँ चाहिँ माटो बोक्ने के भन्छ यसलाई यार सो ल साथीहरू अब हामी तयारी गर्यो है अब हिँड्नलाई झन् बेलामा यो के यस्तो चप्पल ल हामी मकै खन्नलाई लाग्यो है आज कसको दम रहेछ कसको चाहिँ अल्छी रहेछ भन्ने कुरा चाहिँ आज प्रमाणित हुन्छ अब किसको मम्मी चाहिँ टाढो हुनुहुन्छ जस्तो छ कि किन ल यो अहिले आएर खिच्ने फेरि साथी बाख्राको छुट्टै हो भिडियो आज हामी मान्छे ल है साथीहरू अझै उहाँ छ अरे मान्छे धेरै मान्छेहरू उहीँ छ अरे तयारी भइसकेछ कोही पनि हामी यति हो ए यहाँ हेर्नुहोस् त के छैन र कि यहाँ इस ओहो हेर्नुहोस् यहाँ के छैन कि यो घरमा यो ठाउँमा यी सब लिची सकेछ किनभने सब बेचिसक्नु भएको रहेछ ओहो ल है साथीहरूलाई म देखाउँदैछु यी लिचीको बिरुवा त यहाँ त 25-30वटा भन्दा बढी रहेछ क्या 50-60वटा ओहो लाउनुहोस् अब उही खाइसकेर खान नपाउने है उहाँहरू त हेर्नुहोस् त ए आउनु के ए अहिले खानुलाई यहाँ छ अझै आज चाहिँ मकै खाने तयारी लिची ओहो भन्ने चल्छ है बापा ल साथीहरू ल टिपु लाउनु भएको है अनुहार देखाउनु पऱ्यो नि उहाँले टिपेको ल टिपु भयो ल राम्रोसँग भन न अमिलो हुन्छ के ल हाम्रो माइजूले चाहिँ धेरै लिनुहुन्छ जस्तो छ आज ल आउनु एउटा ल्याउनु त सक्छु तपाईँले त ओहो कति ठुलो हो हेर्नुहोस् ल नि तपाईँले पनि हो छैन यो किन न मिठो छ हामीले छ है मैले यहाँ पाकेर रहेछ क्या एउटा ल्याउनु अब कहाँ हुन्छ र कता 60वटा अरे यहाँ लिचीको बिरुवा त 50-60वटा छ अरे कि लिची कसरी मकै खनेको के भयो ए भिडियोमा कहिले जिस्किनु न नजिस्किनु कोही पनि जिस्किनु हुन्न बोकिन्छ कराउने हजुर खाइसकेँ मैले हो ल्याउनु त एउटा मात्रै चाख्छु कि मिठो छ त उता तलतिर ऊ छ कि यो तपाईँले त्यो नपाकी किन्नु भएको रहेछ त हेर्नुहोस् होइन अलिक हेर्नुहोस् 50-60वटा बिरुवा बोट रहेछ लिचीको हेर्नुहोस् यहाँ जताततै लिची हो राम्रोसँग देखेको छैन क्या क्यामेरामा तर त्यति धेरै फले साथीहरूलाई लिचीदेखि लिएर हरेक कुरा चाहिँ यो ठाउँमा पाउँदो रहेछ वापा के भन्ने र जम्मै पाउने रहेछ कि यो
के हो खन्ने तपाईँहरूले ल हामी मकै खन्न दिइरहेछौँ है तर सब्जी चाहिँ ल साथीहरू यो यति ठुलो बारी छ यो यति ठुलो बारी रहेछ यो आजको उद्देश्य भनेको यसलाई सकिनु उद्देश्य हो ल्याउनु यो ठुलो बारी ल बारी खन्नलाई हाम्रो तानसेनबाट पुरै टिम लिएर आएको छु मैले है म त जान्न दाम तपाईँ ओहो ल लिची ओला मलाई गर्नु ओला राख्नु साथीहरूलाई मैले भिडियो देखाइरहेको छु यो ट्र्याक्टरले खनेको बारी रहेछ ओहो ल यति ठुलो बारी छ यो आजको प्रमुख उद्देश्य भनेको यसैलाई सकाउनु हो अथवा बारी खनेर भ्याउनु हो यत्रो खासै धेरै त भन्दा पनि ठुलै रहेछ अनि ठुलो रहेछ सो आज चाहिँ हामी लिची त जताततै उहाँहरूको घरमा के दाजु त्यहाँ हुनुहुँदो रहेछ लाच्छु ओहो लिची त कुरै नगरौँ लिचीको बिरुवा त साथीहरूलाई आज चाहिँ निकै मेरो राम्रो दिन रहेछ भन्ने बुझेछु किनभने लिची खाना त पाइयो हैन ल ल गुली रहेछ यो मिठो रहेछ यहाँ मिठो रहेछ क्या औ शीतल यो तपाईँ सबै तपाईँहरूलाई हो क्या अझै उज्यालो देखेको छैन ल ओहो लिचीको बिरुवा त लिचीको बिरुवा हेरौँ लिचीको बिरुवा हेरौँ न 50-60 भने यहाँ हो र हजुर यहाँ तल मिठो रहेछ के दस भिड नारा अनि कराख्यो गेले